सञ्चालिकाज्यू, आदरणीय सभाका अध्यक्षता आसन ग्रहण गर्नुभएको अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, आँखामा नायकको पर्दा र हातमा तराजु राखेर बस्नुभएका निष्पक्ष विधायक मण्डलज्यूहरू, साथै विभिन्न विद्यालयबाट पाल्नुभएका आदरणीय गुरु तथा गुरुआमा र मेरा प्यारा विजयको माला लाउन आतुर प्रतिस्पर्धी साथीहरू र अन्य उपस्थित महानुभावहरूमा म श्री जानकी माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्रा सबिना विष्टको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज श्री जनता माध्यमिक विद्यालयमा महाकवि देवकोटाको 117औं जन्म जयन्ती समारोहमा हुन गएको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ राष्ट्र निर्माणको लागि युवाहरूको योजना। राजनको यस शीर्षकमा बोल्न पाउँदा मैले आफूलाई अत्यन्तै भाग्यमान ठान्दछु र आजको यस कार्यक्रममा आफूले केही बोल्नभन्दा पहिले आजका यस कार्यक्रमका आयोजक टिमप्रति म मेरो व्यक्तिगत तथा मेरो विद्यालयको तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। सभाध्यक्ष महोदय, राष्ट्र निर्माण भनेको केवल घर भवन र पुल बनाउनु मात्र होइन, यो त देशको आर्थिक सामाजिक शैक्षिक र नैतिक उन्नतिसँग सम्बन्धित एउटा व्यापक प्रक्रिया हो र यो प्रक्रिया अघि बढाउने सबैभन्दा ठुलो शक्ति भनेका हामी युवा हौ। हामी युवा भनेका कुनै उमेरले मात्र परिभाषित होइन, यो त ऊर्जा, जोश, जागर र सृजनात्मक सोचको प्रतीक हो। जुन देशका युवाले आफ्नो देशप्रति सृजनात्मक सोच प्राप्त गर्छन् त्यस देशलाई कसैले पनि रोक्न सक्दैन। जुन देशका युवाले आफ्नो देशप्रति देशप्रेम र जिम्मेवारी निभाउँछन् त्यस देशलाई कसैले पनि रोक्न सक्दैन र हाम्रो योजना, हाम्रो परिश्रम र हाम्रो सङ्कल्प नै भोलि देशको भविष्य हुनेछ। आज नेपाललाई हेर्दा हाम्रो अगाडि अनेकौं चुनौतीहरू छन्। बेरोजगार, शिक्षामा कमी, राजनीतिक अस्थिरता र प्रवासी युवाको बढ्दो सङ्ख्या। तर यी सबै समस्याको समाधान पनि हामी युवाले नै हौ। हामीले अब विदेश पलायनलाई आफ्नो लक्ष्य होइन, शिक्षा र सिपलाई आफ्नो पहिचान बनाउनुपर्छ। हामीले अब अवसर होइन, हामीले अब असन्तोष होइन, अवसर खोज्ने सोच विकास गर्नुपर्छ र हामीले अब सरकारले हामीलाई के गरोस् भन्दा बढी हामीले के गर्न सक्छौँ भन्ने कुरामा बढी भावना राख्नुपर्छ। यदि हामी युवाहरूले यी 5 वटा मूल योजनाहरू प्रयोग गर्यौँ भने हाम्रो देशलाई विकसित होइन विकसित बनाउन सकिन्छ। जसमा शिक्षा र सिपमा लगानी गर्यो भने देशका हरेक जिल्लामा शिक्षा पुग्छ र ती सबै शिक्षित भएर राष्ट्र निर्माणको लागि योग्य हुन्छन्। र राजनीतिक अस्थिरताको कुरा गर्ने हो भने राजनीतिक अस्थिरता हाम्रो देशमा अति नै हुन्छ। भ्रष्टाचार कति हुन्छ कति। अर्को कुरा रहेको छ स्वदेशमै रोजगार सृजना गर्ने। यदि स्वदेशमै रोजगार सृजना गर्ने हो भने नेपालका युवाहरू खाडी मुलुकमा गएर उनीहरूसँग भएको सिपहरू लुकाउनु पर्ने थिएन होला, नेपालमै खनाउँथे होला। तर के गर्ने, विनम्रतापूर्वक नेपालमा रोजगार नै छैन अनि उनीहरू खाडी मुलुकमा गएर आफ्नो सिप खन्याउँछन्। अनि हो साथीहरू, हामी हाम्रै देशका भविष्य हौ। आज हामीले जे योजना बनायो भोलि नेपालको त्यो रूप हुनेछ। हामीले सोच्नुपर्छ देशले मेरो लागि के गर्यो होइन, मैले देशको लागि के गर्न सक्छु। युवाहरूले भ्रष्टाचार, पक्षपात र असमानता विरुद्ध कुराहरू उठाएर त्यो भ्रष्टाचार गर्ने व्यक्तिलाई एकाएक देशबाट निकाला गर्न सकेनन् त। भर्खरै भाद्र 23 र 24 गते भएको जेनजी आन्दोलन हामी सबैलाई अवगत नै छ। जेनजी आन्दोलनमा एउटा योजना थियो र त उनीहरूले 23 र 24 गतेको दिन देशबाट भ्रष्टाचारी नेताहरूलाई निकाला गर्न सकेनन् त। ठाउँका ठाउँ नेताहरूले आफ्नो पदमा नहुने सिफारिस पेश गरेका थिए। के हो होइन, यो केही सत्य घटना नै हो। यदि युवाहरूले आफ्नो देशलाई सुहाउँदो सत्य योजना बनाए भने छिटोभन्दा छिटो देश परिवर्तन गर्न सक्छन्। र अन्तमा पनि म यही भन्न चाहन्छु कि हाम्रो देशमा धेरैभन्दा धेरै भ्रष्टाचार भएको छ। यदि युवाहरूले भ्रष्टाचार विरुद्ध उठेर नयाँ योजना बनाउने हो भने हाम्रो देश छिटो विकसित होइन विकसित बन्न सक्छ। र अन्तमा पनि म यही भन्छु कि हाम्रो देशका युवाहरूले आफ्नो देशप्रति विकसित हुने भावना बोक्नुपर्छ भने भावना बोक्यो भने अन्धकारलाई कसैले टिकाइराख्न सक्दैन। धन्यवाद। जय नेपाल।